विश्व फुटबलमा तहल्का मच्चाइरहेको देश स्पेन। स्पेनले ट्रफी मात्र जितेन, उनीहरूले फुटबल खेल्ने शैलीलाई नै बदलिदिए। आज हामी स्पेनको फुटबल इतिहास कस्तो थियो र जुलाई 11बाट सुरु हुने फिफा वर्ल्ड कपमा उनीहरूको जित्ने सम्भावना कति छ भन्ने बारेमा चर्चा गर्नेछौँ। फिफा र्याङ्किङकै कुरा गर्ने हो भने स्पेन टेबलको सेकेन्डमा रहेको छ। स्पेनको जितको सुरुवात 2008को युरो जितेपछि भयो। उनीहरूले 2010मा भएको फिफा वर्ल्ड कप आफ्नो नाममा गर्न सफल भयो। स्पेन त्यति बेलाको समयमा लेजेन्डहरूले भरिएको थियो। उनीहरूले नेदरल्यान्डको विरुद्ध गरेको त्यो आइकोनिक गोल हिस्ट्रीमा आज पनि आइकोनिक मोमेन्ट बनेर चिनिन्छ। स्पेनको कहानी त्यही रोकिएन। अहिले नयाँ जेनेरेसनले वर्ल्ड कपमा तहल्का मच्चाइरहेका छन्। स्पेनमा अहिले लामिन यामाल, पेड्री, रोड्री, गावी जस्ता लेजेन्डरी फुटबलरहरू रहेका छन्। स्पेन अहिले डेन्जरस कमब्याकको तयारीमा छ। फास्ट अट्याक, वर्ल्ड क्लास मिडफिल्ड अनि फियरलेस यङ ट्यालेन्टहरूले भरिएको छ स्पेन अहिले। अब सबैको एउटै प्रश्न छ कि स्पेनले 2026को वर्ल्ड कप जित्छ त? यदि स्पेनले यही फर्म कायम राख्यो भने 2026को वर्ल्ड कपमा राजा बन्न सक्छ। तपाईहरूलाई के लाग्छ, स्पेनले 2026को वर्ल्ड कप जित्ला त? आफ्नो भनाइ कमेन्टमा राख्न नबिर्सिनुहोला। साथै हामी हरेक दिन नयाँ देशको बारेमा चर्चा गर्ने भएको हुँदा च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।